दर्शन नमस्ते, सबैजना सन्चै होइसिन्छ होला। म चाहिँ अहिले युनिभर्सिटी अफ इस्ट लन्डनमा छु। यता भएको नेपाली स्टुडेन्टलाई चाहिँ केही क्वेसनहरू सोध्न गइरहेको छु, हेरेर साथ दिनु होला। तिम्रो नाम? रूपेश भुजेल। कुन इन्टेक आएको नि? म चाहिँ ज्यान इन्टेक हो। कुन कोर्स पढ्दैछौ? म बिएससी अनर्स कम्प्युटर साइन्स। काम पायो कि खोजीमा छौ? अहिले त खोजीमै हो। मेरो नाम चाहिँ विकास कुमार शाह हो। कुन इन्टेक आएको नि तिमी? मैले चाहिँ ज्यान इन्टेक आएको। कुन सब्जेक्ट पढिरहेछौ? चाहिँ बिएससी अनर्स कम्प्युटर साइन्स हो मेरो चाहिँ सब्जेक्ट चाहिँ। काम पाछौ कि खोजिरहेछौ? काम पाएको छैन, खोजिरहँदै चाहिँ प्रोसेसमा हो। रुदिसा लिम्बू। कुन इन्टेक आएको नि तिमी? म जनवरी इन्टेक आएको। कुन सब्जेक्ट पढिरहेछौ? म बिएससी एन्ड कम्प्युटर साइन्समा पढिरहेछु। काम पायो कि खोजिरहेको छौ? मैले पाएको छैन, खोज्दैछु। मेरो नाम चाहिँ विकास कटायत। कुन इन्टेक आएको नि? म चाहिँ रिसेन्टली ज्यान इन्टेक आएको हो। कुन सब्जेक्ट पढिरहेछौ? म चाहिँ अहिले कम्प्युटर साइन्स सब्जेक्ट पढिरहेको छु ब्याचलर्समा। काम पाछौ कि छैन? मैले चाहिँ अहिले रिसेन्टली काम चाहिँ पाएको छैन, तर मेरो प्रोसेस चाहिँ जारी छ काम खोज्ने। आयुष्मा थापा। तिमी कुन इन्टेकमा आएको नि? म जनवरी इन्टेकमा आएको। कुन कोर्स पढिरहेछौ? कम्प्युटिङ फर बिजनेस। काम पायो कि खोजीमा छौ? कामको खोजीमै छु। राज घिमिरे। कुन इन्टेकमा आएको तिमी? जनवरी। कुन सब्जेक्ट पढिरहेछौ? लाइक कम्प्युटर साइन्स। काम पायो कि पाएको छैन? काम पाएँ यार ब्रो, काम पाएँ मैले। लाइक जनवरी 14 मा आएको। मैले लाइक 14 आफ्टर 14 days मैले काम पाएँ। कसरी पायो काम? I don't know, just get lucky man. Like someone called me and he was like go call him this man, and I called that and I got a job. मेरो किरण सापकोटा। तिमी कुन इन्टेक आएको नि? म यो जनवरी इन्टेकको लागि आएको थिएँ। कुन सब्जेक्ट पढिरहेछौ अहिले? म साइबर सिक्युरिटी एन्ड नेटवर्क्स। काम पाछौ कि यत्तिकै? काम पाएको छैन, आएको 1.5 महिना जति भइसक्यो। मेरो नाम सौरभ अधिकारी। तिमी कुन इन्टेकमा आएको? म अहिले ज्यान इन्टेकबाट आएको। कुन सब्जेक्ट पढिरहेछौ? कम्प्युटर साइन्स। काम पायो कि पाएन? काम पाएन साथी। कुसुम भट्टराई। कुन इन्टेक आइसक्यो नि? म सेप्टेम्बर इन्टेक। कुन कोर्स पढिरा? कम्प्युटर साइन्स। अनि काम गर्दै होइसिन्छ? म चाहिँ अहिले क्याफेमा गरिरहेको छु। हस्, थ्याङ्क यू। हस्, धन्यवाद।